हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। र आज चाहिँ म मेरो होम ग्राउन्डमा छु, किनभने यहाँ भोलिबाट हाम्रो यहाँ अन्डर 16 को गेम हुन लाग्छ भाइहरूको। र यो गेम चाहिँ हाम्रो विकल भाइको नाममा हुन गइरहेको छ। र भोलि चाहिँ हाम्रै वडाको गेम रहेछ, किनभने म चाहिँ बाहिर थिएँ, मलाई थाहा थिएन। र म भर्खर आउँदाखेरि चाहिँ हाम्रै वडाको गेम छ भनेर भन्दै हुनुहुन्थ्यो। र भाइहरू यहाँ प्र्याक्टिस गरिरहेछ। र हामी चाहिँ यता ग्राउन्ड मेन्टेन भइरहेछ हाम्रो, किनभने भोलि गेम छ। घाँस मिला गरे मासला हैन, म खुर्पा बोकेर छगल खाएर आएको। यही बहिनी त के भन, अब 12 जिल्लाले खाएको। यहाँ चाहिँ हप्सी ओइ आइदैन, गोरो बनाइन्छ के कालो आउँदैन भने। अरे कहना क्या चाहते हो? मैले यसरी ट्याकल हान्ने भने सिकाइदिन्छु अहिले म। फेरि once more एक दुई दिन त्यहाँ हो, 4 अनि यहाँ भोलि गेमको लागि ग्राउन्ड बनाउँदै सबैहरूलाई रविन दाइको भ्लगमा स्वागत छ। खोट बहादुरले ट्रिटमेन्ट गरिरहेको छ, हेर्न सक्नुहुन्छ दर्शकबिन। Earthquake was coming. यता हाम्रो वडा नम्बर कति 7 को होइन, 7 को प्लेयर दिन्छ। को ग्राउन्डमा यहाँ सुन्छ स्टोर रुममा। अरे कहना क्या चाहते हो? 1 को म्याच छ, वडा नम्बर 9 र 1 को म्याच सिङ्गल र निजोरको। हाम्रो यहाँ सेटै डेन्जर छ, हेर्न सक्नुहुन्छ वडा नम्बर 9 को प्लेयरहरू यहाँ। हाम्रो पाण्डा ब्लगर के हो? नाइस पटाई बवाल। पावर पुगेन के भन्नु अर्को यसले तान्नु पर्यो नि त। यसले काटेर हुन्छ त नि, यसले नकाटेर नि काटे हो मैले। बस नाइस, यो सेभ बवाल। एउटा अलि यता ज्यान पनि अलि गर्न आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूं, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है।